माई डियर स्टुडेन्ट, कन्सेप्ट क्लियर मार्क्स स्योर भन्दै आज पनि म फेरि नयाँ टपिक्स लिएर उपस्थित भइसकेको छु। क्लास 8 को ज्योमेट्रीबाट च्याप्टर लाइन्स एन्ड एंगल्सको केही एंगल्सहरूको बारेमा म आज एक्सप्लेन गर्दैछु है। त्यो चाहिँ एंगल्स मेड बाई ट्रान्सभर्सल विथ द लाइन, विथ द प्यारलल लाइन है। दुईवटा प्यारलल लाइन भित्र बन्ने एंगल्सहरूको बारेमा आज म केही कुराहरू भन्न जाँदैछु। यो चाहिँ क्लास 8 मा 4 to 5 मार्क्स कन्टेन्ट गरेर एक्जाममा आउनेछ है, लाइन्स एन्ड एंगल्सबाट। र यसमा सबैभन्दा पहिला चाहिँ मैले यहाँ टपिक्सहरू लेखिसकेको छु, हेर्न सक्नुहुनेछ। फर्स्ट एक्सटेरियर एंगल, इंटेरियर एंगल्स, अल्टरनेट एंगल, को इंटेरियर एंगल्स एंड करेस्पोन्डिङ एंगल्स। आज यति एंगल्सहरूको बारेमा म डिस्क्राइब गर्नेछु है त। मैले साइडमा दुईवटा लाइन तानेको देख्नु भएको होला, त्यो लाइन चाहिँ मैले प्यारलल लाइन बनाएको हो। र अब मैले यो डिस्क्राइब गर्न सुरु गरेँ, ध्यान दिएर हेर्नु होला है त। ल मैले सुरु गरेँ। मैले दुईवटा लाइन तानेको छु, जुन दुईवटाको लाइनको नाम मैले लेखेँ एबी एन्ड सीडी। AB and CD are parallel line, सो त्यही भएर मैले यस्तो एरो दिए। दुईवटा लाइन प्यारलल छ भने यो एरो दिइन्छ है। अब दुईवटा लाइन प्यारलल लाइनलाई एउटा ट्रान्सभर्सलले काट्दा, ट्रान्सभर्सलले काट्छु म अब है। दुईवटा प्यारलल लाइनलाई एउटा ट्रान्सभर्सलले काट्दा मैले एउटा ट्रान्सभर्सल युज गरेँ। यसरी लाइन तान्ने बीचबाट है, यसरी लाइन तान्ने AB प्यारलल CD। अब यो प्यारलल भन्नुको मिनिङ के भन्दा AB and CD are parallel line because they never intersect with each other। एक अर्कासँग कहिले पनि इंटरसेक्ट हुँदैन, नेभर मीट विथ इच अदर, एक अर्कासँग कहिले पनि भेट्दैन। एन्ड द डिस्टेंस बिट्विन AB एन्ड CD लाइन इज अलवेज इक्विडिस्टेंट। इक्विडिस्टेंट भनेको चाहिँ के भन्दा AB र CD बीचको जुन यो A देखि C सम्मको पोइन्ट अनि यो पोइन्ट देखि यो पोइन्ट र यो पोइन्ट देखि यो पोइन्ट अलवेज के हुन्छ, इक्विडिस्टेंस हुन्छ, इक्वल डिस्टेंस हुन्छ भनेको है त। ल यो कुरा बुझ्नु भयो होला। AB र CD दुईवटा प्यारलल लाइन हो, यसलाई लेख्दा AB प्यारलल CD भनेर लेखिन्छ है त। ल मैले अझै एक्सप्लेन गर्न चाहे। ओके, अब यसमा ABCD दुईवटा प्यारलल लाइन हो, यसलाई एउटा ट्रान्सभर्सलको नाम दिए EF। EF ट्रान्सभर्सलले काटेको छ, AB लाई G पोइन्टमा काटेको छ, मानो यसको नाम G, र CD लाई H पोइन्टमा काटेको छ है त। त्यसो भए अब यसमा डिफरेन्ट काइन्ड अफ एंगल्सहरू बनेको छ। 1 2 3 4 5 6 7 8 वटा, टोटल 8 वटा एंगल्सहरू बनेको छ। मैले यसलाई 1 भने, यसलाई 2 भने, त्यसरी नै 1 2, यसलाई 3 भने, यसलाई 4 भने, यसलाई 5 भने, यसलाई 6, यसलाई 7 र यसलाई 8 भने। यसरी 1 2 3 4 5 6 7 8 भनेर 4 वटा एंगल्स बनाए। अब यसपछि अब मैले के गर्छु भन्दा फर्स्ट A नम्बरमा यही ट्रान्सभर्सलले दुईवटा प्यारलल लाइनलाई काटेको फिगरबाट मैले एक्सटेरियर एंगल लेख्न जाँदैछु। हेर्नुस् है त, A नम्बरमा पहिला एक्सटेरियर एंगल, एक्सटेरियर एंगल्स। एक्सटेरियर एंगल्स के हुन्छ भन्दा अब हेर्ने, एक्सटेरियर भन्ने बित्तिकै बाहिर, बाहिर बनेको एंगल्सहरू के हो भन्दा यहाँ देख्न सक्नुहुन्छ एंगल AGE, यसलाई 1 भन्ने, EGB। अब एंगलको नाम लेख्दा AGE, यसको मिनिङ यो एंगल लेख्न छ भने यसको बीचमा पार्नुपर्छ G लाई, र साइड साइडको लेख्नुपर्छ। एंगल कसरी भनिन्छ भन्दा AGE। सो एक्सटेरियर एंगल्समा के पर्छ भन्दा यो एउटा बाहिर बनेको 1 2 र यसरी नै यो 3 4 5 6 भित्र बनेको भयो यो 7 र 8। अब यहाँ मैले लेख्दै एंगल 1 and 2 अनि अर्को एंगल 2 एंगल पनि लेख्दिए मैले। त्यसरी नै एंगल 7 and एंगल 8 भनेर लेखेँ। ल 7 and 8। यसरी एक्सटेरियर एंगल सँगै अब म इंटेरियर एंगल लेख्छु। यतापट्टि B भनेर यही लेख्दिए इंटेरियर एंगल।
इन्टेरियर एंगल्स। अब इन्टेरियर एंगल्स भनेको भित्र बनेको एंगल्स हो। भित्र बनेको एंगल्सहरु के हो 3 4 5 6 ल लेख्दै मैले एंगल 3 and 4 कमा दिएर भने अब 5 and 6 एंगल 5 and एंगल 6 यो इन्टेरियर एंगल भयो। ल एक्सटेरियर एंगल र इन्टेरियर एंगल को कन्सेप्ट बुझ्नु भयो होला। फेरि रिपिट गरे बाहिर बनेको एंगल एक्सटेरियर एंगल 1 2 7 8 यिनीहरु के हो एक्सटेरियर एंगल। त्यसैगरी भित्र बनेको एंगल 3 4 5 6 भयो इन्टेरियर एंगल। ल यसरी नै अब बी मा गए म बी सी नम्बर मा गए। अब सी मा के छ भन्दा अल्टरनेट एंगल। अल्टरनेट एंगल्स। अब अल्टरनेट एंगल्स भनेको चाहिँ कस्तो एंगल्स भन्दा भित्रपट्टि बनेको एंगल्स भनेपछि त्यहाँ इन्टेरियर एंगल्स हुनु पर्यो। हेर है भित्रपट्टि बनेको एंगल्स दुईटै साइड तिर बोथ साइड भित्र बनेको एंगल्स बोथ साइड तिर भनेपछि भित्र बनेको एंगल्स एउटा 3 हो। अब दुईटै साइड तिर पर्ने भित्र बनेको एंगल त्यसको अल्टरनेट एंगल कुन हुने भयो 6 भयो। त्यसरी नै अब 4 को अल्टरनेट एंगल के हुने भयो 5 हुने भयो। यो चाहिँ के हो इन्टेरियर अल्टरनेट एंगल भन्छ यसलाई। छुट्टै एक्सटेरियर अल्टरनेट एंगल्स पनि भन्छ। अर्को छ मैले चाहिँ इन्टेरियर को मात्र कन्सेप्ट दिन्छु अहिले है अरु पनि भन्न छ। सो त्यसो भए अब यसमा के भन्न सकिन्छ भन्दा एंगल 3 and एंगल 6 दे आर के हुन्छ भन्दा कुन एंगल भयो अल्टरनेट एंगल भयो। त्यसरी नै अर्को कुन हुन्छ भन्दा एंगल 4 and एंगल 5। अनि एउटा कुरा के सम्झिनु पर्यो भन्दा यो एंगल 3 र एंगल 6 एंगल 4 र एंगल 5 को रिलेसन भनेको अलवेज के हुन्छ भन्दा इक्वल हुन्छ। इक्वल भनेपछि अल्टरनेट एंगल्स आर इक्वल। अल्टरनेट एंगल जहिले पनि के हुन्छ इक्वल हुन्छ। अब मैले एंगल को फर्म मा लेखे यसलाई एंगल 3 भनेको के हो भन्दा AGH एंगल AGH इक्वल्स टू रिलेसन इक्वल्स हो त्यही भएर इक्वल्स टू 3 लेखे AGH। अब 3 र के हो यसको पेयर भन्दा 6 हो। सो GHD भयो एंगल GHD एउटा लेखियो। अब यसरी नै यसको लागि लेखौं एंगल 4 भनेको के हुन्छ भन्दा BGH मैले भनेको छु यो बीचमा पर्नु पर्छ। BGH एंगल BGH। अब यो के सँग इक्वल हुन्छ भन्दा अब GHC भनेको 5 सँग इक्वल हुने भयो। सो एंगल GHC बोथ आर के भयो अल्टरनेट एंगल पेयर अफ अल्टरनेट एंगल्स भयो 1 2। यसलाई इन्टेरियर अल्टरनेट एंगल्स भन्छ। एक्सटेरियर चाहिँ भनेको छैन है इन्टेरियर नै म्याक्सिमम सोध्छ। सो सी नम्बर भयो। अब हामी डी नम्बर मा जाउँ। अर्को भनेको हामीसँग छ को इन्टेरियर एंगल को इन्टेरियर एंगल्स। को इन्टेरियर एंगल्स को कन्सेप्ट गरौं। अब मैले सुरुमै भनिहाले को इन्टेरियर एंगल्स को सम चाहिँ 180 डिग्री हुन्छ है। दुईवटा पेयर्सलाई जोड्दा त्यसको पेयरलाई जोड्दाखेरि 180 डिग्री हुन्छ। सम 180 डिग्री हुन्छ यो कुरा थाहा हुनु पर्यो। अब त्यसपछि गएर को इन्टेरियर एंगल को सम 180 डिग्री हुन्छ। अब यहाँ फिगरमा हेर्दा कुन कुन को इन्टेरियर एंगल हो भनेर थाहा पाउने भन्दा को इन्टेरियर एंगलले के भन्छ भन्दा त नाममै इन्टेरियर भनेपछि भित्र बनेको एंगल हुने भयो एक। अर्को भनेको एउटै साइडमा हुनु पर्यो। अघि भित्र बनेको एंगल दुईटै साइडमा हुनु पर्थ्यो भन्ने थियो भन्दा अब भित्र बनेको एंगल दुईटै साइडमा थियो अघि। अहिले चाहिँ के छ भन्दा भित्रै बनेको हुनु पर्यो तर एउटै साइडमा भनेपछि 3 को के भयो 5 भयो। मैले लेखेला एंगल 3 and एंगल 5 आर को इन्टेरियर एंगल। त्यसरी नै अर्को के हुन्छ भन्दा 4 and 6 एंगल 4 and एंगल 6 यो चाहिँ के हो को इन्टेरियर एंगल हो। अब यसमा यसले एंगल को फर्ममा लेख्दा एंगल 3 लाई के लेख्न मिल्छ भन्दा AGH यो 3 हो
एंगल एजीएच यसको रिलेसन त सम 180 हो त्यही भएर प्लस गर्न पर्यो। अब अर्को भनेको यसको यही साइडमा भनेको 5 हो जीएचसी एंगल जीएचसी जोड्दा कति डिग्री हुन पर्यो भन्दा 180 डिग्री हुन पर्यो। ल यसरी नै अर्को लेखौं अब कमा दिएर 4 and 6 हो। 4 भनेको के हो भन्दा एंगल बीजीएच एंगल बीजीएच प्लस 6 भनेको के हो भन्दा अब जीएचडी एंगल जीएचडी यो सबै जोड्दा कति डिग्री हुन्छ भन्दा 180 डिग्री हुन्छ। यसको सम 180 भयो। सजिलो छ है यो पनि को इन्टेरियर। अब अन्तिममा आइपुग्यो हामी लास्ट ई नम्बर छ त्यो भनेको के भन्दा करेस्पोन्डिङ एंगल RRESPONDING करेस्पोन्डिङ एंगल्स। अब करेस्पोन्डिङ एंगल्स को कन्सेप्ट क्लियर गरौँ। करेस्पोन्डिङ एंगल्स चाहिँ सबै करेस्पोन्डिङ एंगल्सहरु इक्वल हुन्छ अल्टरनेट एंगल जस्तै र करेस्पोन्डिङ एंगलले के भन्छ भन्दा को इन्टेरियर एंगलमा चाहिँ एउटै साइडमा हुन पर्यो दुईटै भित्री भन्ने बात हो। को इन्टेरियरमा करेस्पोन्डिङमा चाहिँ के हुन्छ भन्दा एउटै साइडमा हुनु पर्यो तर एउटा भित्री एउटा बाहिरी भन्न खोजेको मैले यहाँ फिगर देखाएर भने एउटै साइडमा हुनु पर्यो। जस्तै यो एउटै साइडमा भएको हुनु पर्यो 1 3 5 7 जस्तै एउटै साइडमा हुनु पर्यो तर एउटा भित्री एउटा बाहिरी। फर एक्जाम्पल एउटा बाहिरी 1 भयो भने यसको करेस्पोन्डिङ के हुने भयो ए 5 हुने भयो एउटा भित्र हुन पर्यो। अब त्यसरी नै फेरि 3 एउटा भित्र भयो अब एउटा कता हुन पर्यो बाहिर हुनु पर्यो 3 को 7 भयो। अर्को साइडतिर जाम अब 2 भयो 2 को एउटै साइडमा हुन पर्यो भित्र हुन पर्यो 2 बाहिर छ सो 2 को बाहिर भित्र के हुन्छ 6 भयो। अब लास्ट वान भनेको 4 को चाहिँ के हुन्छ 8 हुन्छ। यो चाहिँ के भयो सबै करेस्पोन्डिङ एंगल्स भयो। ल करेस्पोन्डिङ एंगल मैले लेखे एंगल 1 and एंगल 5 कमा अर्को एंगल 3 and एंगल 7 त्यसरी नै अर्को एंगल 2 and एंगल 6 त्यसरी नै अर्को एंगल 4 and एंगल 8 यो चाहिँ के भयो सबै करेस्पोन्डिङ एंगल्स भयो। चारवटा लेख्दा छु है। अब यसलाई तलपट्टि लेखौ इक्वल हुने गरी है त। फर्स्ट भनेको एंगल 1 भनेको के हुन्छ भन्दा एजीई एंगल एजीई के सँग इक्वल हुनु भयो भन्दा 5 सँग इक्वल हुन्छ सो जीएचसी एंगल जीएचसी एउटा भयो। अब दोस्रो एंगल 3 र 7 हो 3 भनेको एंगल एजीएच एंगल एजीएच के सँग इक्वल हुने भयो भन्दा अब 7 सँग 7 भनेको यो हो सीएचएफ एंगल सीएचएफ। त्यसरी नै फेरि अझै अर्को लेखे 2 and 6 2 भनेको के हो भन्दा ईजीबी एंगल ईजीबी के सँग इक्वल हुन्छ भन्दा एंगल अब अर्को 6 सँग इक्वल हुन्छ त्यो भनेको जीएचडी एंगल जीएचडी। ल लास्ट को एउटा चाहिँ हजुरहरुलाई नै छोड्दिए आफै गर्नु होला यो के हुन्छ है। ल यसमा मेन चाहिने कन्सेप्ट यति नै हो क्लियर। फर्स्ट फेरि रिपिट गरे सर र दुईटा प्यारलल लाइन एबी एन्ड सीडी लाई एउटा ट्रान्सभर्सल ईएफ ले काट्दा बाहिर बनेको एंगल 1 2 7 8 जसलाई एक्सटेरियर एंगल भन्छ भित्र बनेको एंगल 3 4 and 5 6 दे आर इंटेरियर एंगल। ओके अब नेक्स्ट मा जाऊ अल्टरनेट एंगल भन्ने बित्तिकै के हुनु पर्यो भन्दा दुईटै भित्री बनेको हुनु पर्यो अपोजिट साइडमा। फर एक्जाम्पल 3 को 6 4 को 5 अल्टरनेट एंगल भयो। अब को इन्टेरियर एंगल भनेको दुईटै भित्र बनेको हुनु पर्यो तर के हुनु पर्यो भन्दा एउटै साइडमा हुनु पर्यो 3 5 4 6 को इन्टेरियर एंगलमा के हुन्छ सम 180 डिग्री हुन्छ अल्टरनेट एंगलमा के हुन्छ इक्वल हुन्छ। त्यसरी नै अन्तिममा रह्यो करेस्पोन्डिङ एंगलले के भन्छ भन्दा एउटै साइडमा हुनु पर्यो एउटा भित्री एउटा बाहिरी। यहाँ हेर्न सकिन्छ एउटै साइडमा हुनु पर्यो एउटा भित्री एउटा बाहिरी भन्दा 1 5 अर्को 3 and 7 यतापट्टि 2 6 अर्को 4 and 8 मेन कुरा यही नै हो। 1 मार्क्समा सुरुमै 1 मार्क्समा सोध्छ एक्जाममा है त। हस् थ्यांक यू राम्रोसँग पढ्नु होला। हस् थ्यांक यू धन्यवाद।